मन्त्री केपी शर्मा ओलीको बेडरुमसम्मै बिचौलिया पुगे। सम्भवतः गभर्नर नियुक्तिको विषय चलिरहेको छ। आधा अर्ब बुझाउन बिचौलिया तार रहेको विषय आइरहेका छन्। विद्युत प्राधिकरणको छुट बिचौलिया बालुवाटार छिरेकै कारण भयो र कुलमाललाई पदमुक्त गरियो भन्ने दाबी छ। अब यसका प्रत्यक्षदर्शी गगन थापा नै हुनुपर्छ। त्यसैले मंगलबार ठोकेरै भने प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलिया पुग्छन्। हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको चाहिँ बिचौलियाको कारण हो। बिचौलियाहरू, म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ, बिचौलियाहरूको पहुँच चाहिँ प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो। हाम्रो कस्तो यस्तो मैले अहिलेसम्म थाहा थिएन मलाई। पहिला राष्ट्र ब्याङ्कको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि भन्ने कुरा हुन्थ्यो। अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुल्ला छलफल हुने, बहस हुने, बन्ला कि भन्ने अवस्था आउने भनेको चाहिँ हाम्रो कहाँनिर पुग्यो।